यहाँ चाहिँ पाल्पा राज्यका महाराजा मणिमुकुन्देश्वर भन्ने चाहिँ हुनुहुन्थ्यो है। अनि उहाँले चाहिँ यहाँ आएर तपस्या गर्नुभयो, मणिमुकुन्द सेन। अनि उहाँ आएर उहाँले तपस्या गर्नुभयो देवघाट हरिहर क्षेत्र भनेर भनिन्छ यहाँ। अनि यहाँ आएर उहाँले तपस्या गर्नुभयो, तपस्याको साङ्गे पनि यहीँ गर्नुभयो। अनि उहाँलाई स्वप्न अवस्था भयो। यो शिला उहाँले नै प्राप्त गरेको शिला हो यो शिला। अनि उता माझीहरूले जालमा चाहिँ बार पटक पटक आइरहने कि जता जाल हाने उति गएर आइरहने कि शिला। अनि आउँदै अनि माझीहरू एकदम जुत्तो तल हान्छ। अनि जुत्तो तल अनि माझीहरू चाहिँ एकदम अतालिया जस्तो भयो कि। अनि अब जता गयो आइरहने, जता गयो आइरहने, उनी हैरानी भए। अनि हैरानी भएपछि त्यो शिलालाई केही माझीले यसरी फ्याँक्दाखेरि त्यो शिलामा रगत आयो। रगत आएपछि त्यहाँ मान्छे भएका मान्छेहरू आश्चर्य भए त्यहाँ मान्छेहरू। अनि त्यो शिला राख्न थाले बिस्तारै बिस्तारै पहिला सानो हुनुहुन्थ्यो अरे। अनि अहिले चाहिँ बढ्दै जाने क्रम जारी भइरहेछ। पहिला चाहिँ यो ओमकार पनि मन्दगतिमा देखिन्थ्यो, बढ्दै हुन्छ। पहिला गाउँका मान्छेले भनेअनुसार सानै हो अरे। अनि पुजारीहरूले पनि त्यो शिलालाई यता ठाउँमा ल्याएर राख्ने चलन थियो अरे पहिले। अब अहिले चाहिँ जहाँ हुनुहुन्छ त्यहीँ नै भगवान्लाई स्नान गराउने होइन त्यो चलन छ। अब अहिले बढ्दै आएर त्यो यताउता गराउनु सम्भव छैन। अब त्यो चाहिँ उहाँ शिला चक्रशिला, उहाँ शिला चाहिँ मणिमुकुन्देश्वर चक्रवर्ती भनेर भन्छ। चक्र राजाले चाहिँ वरे हुनाले लिएर यहाँ स्थापना गर्नुभयो। अनि राजाकै प्रतिबिम्बित भनेर भनिन्छ यो शिला। अनि यो यता चाहिँ राजाको चाहिँ केही श्रापले गर्दा यता यो भेगमा चाहिँ राजा चाहिँ आउन पाइँदैन। त्यो राजा चाहिँ आउँदैन, राजा आउँदैन नि, आउँदैन। त्यो श्राप भयो हुनाले। अनि यहाँका मुख्य भनेको 3 ठाउँमा छन्। एउटा सिधा गुफा हुनुभयो, एउटा यहाँ। अनि उता बेणी सङ्गम, 2 नदीको सङ्गम जहाँनिरबाट अनि कालीगण्डकी र त्रिशुलीको सङ्गम छ। त्यहाँनिरबाट नारायणी हुनुभयो, त्यहाँबाट नारायणी भएर जानुभयो। यहीँ माथि चाहिँ अब हो उहाँ चाहिँ कालीगण्डकी त्रिशुली भन्ने। त्यहाँबाट नाम चाहिँ फेरि अर्को फेरि ल। यति भन्दै म आजको यस चक्रवर्ती परिसरको यति कुरा गर्दै विश्राम दिन्छु। यसो दर्शन गर्नु। हस्त नमस्कार।